तपाईहरुलाई अर्को कुरा के जानकारी गराउन चाहन्छु भने जहाँ पनि जाँदा के घुम्न जाँदा फेरि नि घुम्न जानु हैन आफ्नो फ्यामिलीहरुसँग साथीहरुसँग अनि यहाँ सफा गर्ने फेरि यहीँको मान्छेहरूले सफा गर्नुपर्छ तपाईहरुले आउँदा फेरि जङ्क फुडहरु लिएर आउनुहुन्छ पेय पदार्थको सामानहरु लिएर आउनुहुन्छ अनि यसरी फ्याक्नुहुन्छ के ल हेर्नु त यसरी फ्याक्नुहुन्छ यो ठीक हैन नि त हैन तर कमसे यो चाहिँ तपाईले सामान जसरी लिएर आउँदा फेरि प्लास्टिकमा ल्याउनुहुन्छ नि अनि त्यसरी नै उ गर्नु के लिएर जानुस् के अनि लिएर जानु हैन अलि पर गएर डस्टबिन छ डस्टबिनहरुमा राख्नु हेर्नु त अनि यस्तो ल हेर्नु कति फोहोरहरु छ नि त ल हेर्नु यो मन्दिर छ के यहाँ अनि मन्दिरको साइडमै तपाईले यस्तो फोहोर गर्नु भयो भने के हुन्छ ल हेर्नु त ल यस्तो छ यस्तो राम्रो ठाउँ छ नि अनि यस्तो राम्रो ठाउँमा अनि तपाईहरुले प्राकृतिकले आफैले पाएको ठाउँ हो के यो अनि यति बेला हेर्नु न बुटोलतिर तपाईहरु जानुभयो भने चाहिँ यस्तो देख्न पाउँदैन नि त हैन तर यहाँ चाहिँ यस्तो चिसो छ मौसम एक त आज चिसो पनि छ हैन यो अरू बेलामा पनि एकदम राम्रो लाग्छ मलाई यो फेरि आफू जन्म गाउँ पनि भएर होला एकचोटि चाहिँ सबैजना यहाँ आइदिनु होला घुम्नको लागि एकदम राम्रो छ मन्दिर पनि छ अनि त्यसपछि यो पानी आएको बेलामा चाहिँ केही पनि देखिँदैन के यहाँ केही पनि देखिँदैन यहाँ अनि त्यसपछि यस्तै आउने मात्रै हो यही नजिक नजिक मात्रै हो आउने मात्रै हो अरू बेला आउनु भयो भने एकदमसँग छक्क हिमालहरू देख्न पाइन्छ अहिले चाहिँ यहीँबाट त्यही पनि देखिया छैन एकदम राम्रो यहाँ चाहिँ पोचाको डन्डी चाहिँ यस्तो रहेछ सफा गर्नको लागि भनेर राखेको पोचा हो यो एकदम राम्रो लाग्यो